नमस्कार, कार्यक्रम जस्ताको तस्तैबाट स्वागत छ। म टिका सुवेदी। यो कार्यक्रम जनता पत्र अनलाइन टेलिभिजनबाट प्रसारण गर्दैछौँ। हामी राजनीतिका कुरा गर्छौँ, हामी सामाजिक, सांस्कृतिक र आर्थिकका कुरा गर्छौँ। अझ त्योभन्दा बेसी हामी सकारात्मक परिवर्तनका कुरा गर्छौँ। सोही सन्दर्भमा आज हामीसँग हुनुहुन्छ रीता मानन्दर। उहाँसँग हामी प्राकृतिक स्रोत ध्वनि रूपान्तरण केन्द्र नेपालले अहिलेसम्म के गर्यो, यो संस्थाको काम, कर्तव्य र अधिकार के हो र यसले कसरी काम गर्दैछ भन्ने सन्दर्भमा संवाद गर्दैछौँ। नमस्कार, कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। तपाईँ प्राकृतिक स्रोत ध्वनि रूपान्तरण केन्द्रको क्षेत्रीय संयोजक। तपाईँको यो संस्थाले के काम गर्छ? धन्यवाद टिका सर प्रश्नको लागि। हाम्रो संस्था भन्नुपर्दाखेरि चाहिँ यो समुदायमा रहेका जुन सानातिना कुराहरूबाट जुन समस्या हुन्छ, विवाद सुरु हुन्छ, त्यो समस्याले गर्दाखेरि समुदायमा धेरै चाहिँ त्यस्ता खालका चाहिँ अशान्ति फैलिरहेको छ र त्यो समुदायमा चाहिँ विवाद भनेको त तपाईँ हामीलाई थाहा छैन, सानो कुराबाट सुरु हुन्छ। त्यो सानो कुराबाट सुरु भएर त त्यसले चाहिँ जुन समस्याले चाहिँ पछि द्वन्द्वमा परिणत हुन्छ र त्यो विवादले गर्दाखेरि चाहिँ एउटा त आफ्नो घर नै अशान्त हुन्छ भने अर्को त्यसले चाहिँ त्यो विवादले गर्दाखेरि समुदायलाई नै पुरै प्रभाव पारिरहेको हुन्छ, अशान्ति फैलिरहेको हुन्छ। त्यस्ता खालका विवादहरूलाई चाहिँ हामीले माकुरा पद्धतिबाट चाहिँ रूपान्तरण गरेर समुदायमा चाहिँ शान्ति स्थापना गर्नको लागि चाहिँ हामीले काम गरिरहेका छौँ। यो माकुरा भन्नुभयो नि? हजुर हजुर। यो माकुरा भनेको के हो? यो माकुरा भनेको चाहिँ कस्तो भने एउटा माकुरा त एउटा जीव हो, हामीले भन्दा त एउटा जीव हो। र यो माकुराले जस्तै अब यहाँले त जालो बनाइरहेको देख्नु भएको छ, जङ्गलमा पनि छ, हाम्रो घर कोठाहरूमा सबै ठाउँमा त जालो छँदैछ। त्यो माकुराले जस्तै सबै ठाउँमा चाहिँ पुगेर हैन, जो जालो बुनेको जस्तो जो विवादको पक्षहरूका हैन चाहिँ ती सम्बन्धित विवादमा चाहिँ सहजीकरण गर्ने जुन सहजकर्ताहरू चाहिँ पुगेर उहाँहरूसँग छलफल गरेर सबैसँग चाहिँ समान दूरी भएर चाहिँ उहाँले एउटा चाहिँ विवाद समाधानको लागि चाहिँ विकल्पसम्म पुग्ने, समाधानको उपायसम्म पुग्नेको लागि चाहिँ एउटा सहजीकरणको भूमिका निर्वाह गर्ने व्यक्तिलाई नै हामी माकुरा समूह सदस्य भन्छौँ। जस्तै माकुरा पद्धति अनुसार सहमतिसम्म पुर्याउने, रूपान्तरणसम्म पुर्याउने कुरा तपाईँले गर्नुभयो। यहाँसम्म जाँदा समुदायलाई तपाईँको संस्थाले कस्तो योगदान गरे जस्तो लाग्छ? हामीले चाहिँ समुदायमा हामीले काम गर्दाखेरि चाहिँ धेरै खालका त्यस्ता खालका जुन विवादहरू छन्, समुदायमा अशान्ति फैलिरहेका छन्, जस्तो जलसँग सम्बन्धित विवादहरू, दुईटा वडाको दुईटा समुदायको चाहिँ अब पानी नै खान नपाएर, एउटा चाहिँ पानी खान नपाएर बसेका हुन्छन्, अर्कोले पानी नदिने भन्ने खालको समस्या हुन्छन्। कतै जमिनको चाहिँ स्वामित्व सम्बन्धी विवादहरू हुन्छन् भने कतिपय जङ्गलहरूमा चाहिँ उपभोक्ताहरू बनाउने क्रममै विवाद भइरहेको हुन्छ। त्यसले गर्दाखेरि कस्तो भने हेर्दाखेरि त त्यो सामान्य खालको चाहिँ विवाद जस्तो देखिन्छ, तर भित्रभित्रै त्यसले चाहिँ यति जकडेको हुन्छ, त्यसले गर्दाखेरि चाहिँ कति स्थानीय तहहरूको चाहिँ स्थानीय सरकारको चाहिँ विकास निर्माणका कामहरू रोकिरहेको हुन्छ भने कति विकासै त्यहाँ गर्न नसकिरहेको अवस्था पनि हुन्छ। त्यस्तो खालको चाहिँ समस्या भएको ठाउँमा चाहिँ हाम्रो संस्थाले, हामी माकुरा समूह सदस्यहरूले चाहिँ त्यहाँ गएर चाहिँ त्यो विवाद समाधानको लागि चाहिँ सहजीकरण गरेर कतिपय चाहिँ विवादहरू अहिलेसम्म भन्नुपर्दा हाम्रो संस्थाले चाहिँ 430वटा भन्दा त्यस्ता चाहिँ बढी प्राकृतिक स्रोतसँग सम्बन्धित विवादहरूलाई चाहिँ सहजीकरण गरेर रूपान्तरण गरेको अवस्था छ। जस्तै तपाईँहरूले यति धेरै काम गर्नुभएको छ नि, यो काम गर्ने प्रक्रिया चाहिँ के हो? त्यो द्वन्द्व जहाँ भएको छ त्यहाँका समुदाय अथवा त्यो जो द्वन्द्वमा परेका छन् नि, ती मान्छेहरूले तपाईँहरूबाट सिधै काम गर्छन् कि स्थानीय तहसँग जोडेर हैन, स्थानीय तहले चाहिँ तपाईँलाई त्यो विवाद रेफर गर्ने हुन्छ कि के हुन्छ? यो प्रक्रिया चाहिँ अलिकति बताइनु न। त्यो चाहिँ कस्तो भने हाम्रो संस्थाको एउटा चाहिँ प्रक्रिया छ हैन। अब विवाद समाधान गर्न त धेरै तरिकाहरू छन्। अब अदालत छन्, 3 तहको अदालत छन्, त्यसै गरी अब कानुनद्वारा अख्तियार प्राप्त निकायहरू छन्, अब त्यसै गरी अब न्यायाधिकरणहरू पनि छन् भने अनौपचारिक रूपमा चाहिँ जात जाति अनुसार, ठाउँ परिवेश अनुसार पनि आफ्ना खालका त्यहाँ भएका समस्याहरू समाधान गर्ने आफ्नै तरिकाहरू छन् र अनौपचारिक विधिहरू पनि छन्। अनौपचारिक विधिमा अब मेलमिलाप केन्द्रहरू छन्, आमा समूहले पनि विवाद समाधान गर्छन्, नागरिक समाजले पनि विवाद समाधान गर्छन्। अब हामीले चाहिँ के गर्छौँ भने हाम्रो संस्थाले पनि काम गर्नको लागि हामीले मेलमिलापै गराउने हो हैन, र हामीले काम गर्नको लागि मेलमिलाप परिषदले हामीलाई स्वीकृति पनि दिएको छ। त्यो स्वीकृति अनुसारै हामी काम गरिरहेका छौँ आधिकारिक रूपमा। र त्यसरी काम गर्दाखेरि सुरुमै हामी द्वन्द्व कहाँ छौँ भन्दा पनि अहिले त अब स्थानीय तह एकदमै बलियो छ हैन, स्थानीय सरकार बलियो छ। स्थानीय तहमा न्यायिक समिति छ, न्यायिक समितिमा चाहिँ विवाद
बहुसरकारवाला द्वन्द्व अथवा चाहिँ अन्तर्व्यक्ति विवाद चाहिँ अब त्यहाँ दर्ता हुने भयो नि त हैन, अन्तर्व्यक्ति विवाद मेलमिलाप केन्द्रमा दर्ता हुने भयो। अनि न्यायिक समितिमा विवाद गइसकेपछि अब उहाँहरूले भनेको त आफैले निर्णय गर्ने हो, निर्णय गर्दाखेरि कानुन अनुसार गर्नु पर्यो, साक्षी प्रमाण हेरेर गर्नु पर्यो भने अब हामीले गर्दाखेरि चाहिँ एउटा चाहिँ मेलमिलाप पद्धतिबाट चाहिँ दुवै पक्षको जित हुने गरी हामी कुनै प्रमाणहरू पनि नहेरिकन हजुरले भन्नुभएको जस्तो अदालती प्रक्रिया एउटा छ हजुरहरूले सञ्चालन गरेको द्वन्द्व रूपान्तरण प्रक्रिया हजुर। यी दुईटा प्रक्रियामा खास अन्तर चाहिँ के छ? त्यो अन्तर भन्नुपर्दा चाहिँ अदालती प्रक्रियामा चाहिँ प्रमाण हेरिन्छ, साक्षी हेर्छ, कानुन अनुसार चाहिँ जाने भयो भने हामीले गर्ने प्रक्रियामा चाहिँ द्वन्द्व रूपान्तरण प्रक्रिया कानुनको विपरीत पनि हामी काम गर्दैनौँ, तर व्यवहारिक पक्ष पनि हेरेर दुवै पक्षको जित हुने। यता अदालती प्रक्रियामा जित हारको कुरा हुन्छ भने यता चाहिँ दुवै पक्ष हामी फेरि यता उता भनेको चाहिँ वादी र प्रतिवादी हुन्छ भने हामी यता के गर्छौँ पक्ष भन्छौँ। दुवै पक्षको जित हुने गरी कसैको पनि नहार्ने गरी सम्बन्ध सुधारसहित फेरि हाम्रो चाहिँ अहिले भने चाहिँ मन नमिलेपछि विवाद हुने हो नि त हैन, मन भित्री मन पनि उहाँहरूलाई चाहिँ संवादले चाहिँ सिलाउँदै उहाँहरूलाई चाहिँ अनि उहाँहरूको विषय पनि चाहिँ सहमति पुग्ने गरी चाहिँ टुङ्गो लाउने र दिगो रूपमा चाहिँ विवाद फेरि नबल्झिने गरी दिगो रूपमा चाहिँ विवाद समाधान गरी हाम्रो चाहिँ एउटा प्रक्रिया छ, त्यसलाई हामी माकुरा पद्धति पनि भन्छौँ। त्यो प्रक्रियाको मार्फतले माध्यमबाट हामी चाहिँ विवाद समाधान गर्छौँ। र हजुरले अघि भन्नुभयो नि कसरी हामी सुरुवात गर्छौँ भनेपछि न्यायिक समितिमा त्यो विवाद चाहिँ दर्ता भइसकेपछि उहाँहरूले हामीलाई सिफारिसको लागि अनुरोध गर्नुहुन्छ। अनुरोध गरिसकेपछि त्यो विवाद चाहिँ बहुसरकारवाला हो कि होइन, द्वन्द्व रूपान्तरण प्रक्रियाबाट चाहिँ विवाद समाधान गर्न मिल्छ कि मिल्दैन भनेर हामीले हाम्रो टिम बसेर छलफल गर्छौँ। र छलफल गरिसकेपछि हो एउटा चाहिँ यो चाहिँ बहुसरकारवाला हो, यो चाहिँ धेरै पक्षहरू चाहिँ यसमा समेटिएको छन्, धेरै लामो वर्षदेखिको विवाद हो र यसले धेरैलाई चाहिँ असर परिरहेछ भन्ने कुरा हामीले चाहिँ त्यसबाट चाहिँ छलफल गरेर टुङ्गाइसकेपछि निष्कर्षमा पुगिसकेपछि त्यसलाई हामी एउटा प्रक्रियाअनुसार हामी जान्छौँ। र प्रक्रियाअनुसार जाँदाखेरि चाहिँ हाम्रो एउटा पूर्व तयारी बैठकबाट हाम्रो सुरु हुन्छ र त्यो पूर्व तयारी बैठकमा चाहिँ विवादका पक्षहरू र सरोकारवाला निकायहरूको बिचमा चाहिँ हामी हाम्रो संस्थाको बारेमा, हाम्रो प्रक्रियाको बारेमा र हाम्रो चाहिँ कसरी हामी काम गर्छौँ त्यो बारेमा हामी छलफल गरिसकेपछि हाम्रो त्यस पछाडिको चरण भनेको चाहिँ नक्साङ्कन हुन्छ, को के कसरीको कुराहरू हुन्छ, विवादको पक्षहरू को हुनुहुन्छ, केमा विवाद भएको, त्यो कसरी सुरुवात भयो, उहाँहरू विवाद भइसकेपछि त्यसलाई समाधान गर्नको लागि केही चाहिँ उहाँहरूले उपायहरू अपनाउनु भयो कि अब उहाँहरू के चाहनुहुन्छ भनेर चाहिँ अर्को भनेको चाहिँ द्वन्द्वमा निर्णयले असर पार्ने व्यक्तिहरू र द्वन्द्वको निर्णयले असर पर्ने व्यक्तिहरू को हुनुहुन्छ त भनेर द्वन्द्व नक्साङ्कनमा हामी पहिचान गर्छौँ। र त्यस पश्चात हामी पक्षहरू पहिचान भइसकेपछि फेरि हाम्रो प्रक्रिया अनुसार चाहिँ पहिलो छलफल गर्छौँ र त्यहाँबाट चाहिँ सम्भावित मागपुरा सदस्यहरू छनौट उहाँहरूलाई गर्नको लागि चाहिँ त्यो चाहिँ हामी कुराहरू गर्छौँ, समय दिन सक्ने। अनि त्यस पछाडि उहाँहरूले चाहिँ एकदम व्यक्तिगत स्वार्थभन्दा माथि उठेर चाहिँ सामुदायिक हितको लागि चाहिँ काम गर्ने, त्यसै गरी भोलन्टियर रूपमा चाहिँ काम गर्ने, अर्को पक्षले पनि रुचाएको व्यक्तिहरू हैन, त्यस्ता विभिन्न खालका चाहिँ उहाँहरूसँग गुण भएको व्यक्तिहरूलाई हामी माकुरा समूहमा समुदायको व्यक्तिहरूले चाहिँ छनौट गरेर दिनुहुन्छ र उहाँहरूलाई हामी 3 दिनको यो उहाँहरूलाई क्षमता विकासको तालिम पनि दिन्छौँ प्रक्रियाको बारेमा। र त्यसपछि हामी फेरि यो खुल्ला संयुक्त बैठक मनको कुराहरू पोख्नको लागि, मनमा त कति पीडा भइरहेको हुन्छ नि विवादका पक्षहरूको, त्यो मनको पीडा पोख्नको लागि एउटा हामी चाहिँ संयुक्त बैठक आयोजना गर्छौँ। र त्यस पछाडि उहाँहरूको कुराहरू, मनको कुराहरू बाहिर आइसकेपछि अझै विवादलाई बुझ्न हामीलाई सहज हुन्छ। र त्यस पश्चात हाम्रो चाहिँ प्रक्रिया प्रस्तावमा धारणा सङ्कलन, त्यसलाई फेरि संयुक्त बैठकबाट पारित गर्दै अनि फेरि सवालहरू पहिचान गर्ने र त्यसलाई सवालहरूलाई फेरि माकुरा समूहले त्यसलाई साझा बनाउँदै त्यसलाई फेरि संयुक्त बैठकबाट पास गर्दै अनि अन्तिममा चाहिँ सबैबाट चाहिँ यो भयो भने चाहिँ हामी यो विवादमा हामी मिल्न तयार छौँ भन्ने कुराहरू चाहिँ उहाँहरूसँगै विकल्पको पहिचान गर्छौँ र उहाँहरूबाटै त्यो पहिचान भएका विकल्पहरूलाई पनि साझा बनाएर अन्तिममा चाहिँ सहमतिको बिन्दुसम्म पुर्याउने र त्यो सहमति मात्र भएर पनि हुँदैन, त्यसलाई हामी कार्यान्वयनको तहसम्म पुग्ने गरी चाहिँ सहजीकरण गर्ने काम चाहिँ हाम्रो संस्थाले गर्छ र हाम्रो माकुराहरूले चाहिँ त्यो चाहिँ सहजीकरण गर्ने काम गर्नुहुन्छ भने त्यसरी नै हामी यो द्वन्द्व रूपान्तरण प्रक्रियाले चाहिँ त्यसरी नै काम गर्ने गर्छ। जस्तै हजुरले भनिरहँदा चाहिँ अदालतमा चाहिँ तपाईँ हाम्रो कसैको विवाद छ भने उनीहरूले फैसला गर्थे, तर यो प्रक्रियामा चाहिँ जसको विवाद हो उसैले चाहिँ समाधान गर्ने खोजिरहेछ। हो, एकदम अहिलेसम्म यो संस्थाले कतिवटा जिल्लामा काम गरेको छ नेपालभरि? अहिले हामीले नेपालभरि काम गर्दाखेरि चाहिँ हामी बहुसरकार वा द्वन्द्व रूपान्तरण अभियान भनेर चाहिँ हामीले 21 वटा जिल्लामा काम गर्दै आइरहेछौँ।
21 जिल्लामा काम गर्नुभएको छ स्थानीय तहसँग जोडेर। तपाईँहरूको संस्थालाई स्थानीय सरकारले साथ सपोर्ट कतिको गरेको छ, अझ के गर्दै हुन्थ्यो जस्तो लाग्छ? स्थानीय तहले यदि हामीलाई सहयोग नपुर्याउनु भएको भए, उहाँले हामीलाई सपोर्ट नगर्नु भएको भए त हामी अहिले यहाँसम्म आउँदैन थियौँ पनि होला सर, होइन? हामीलाई एकदमै स्थानीय तह सरकारवाला निकायले चाहिँ एकदमै राम्रोसँग उहाँले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। हामी उहाँहरूसँगै समन्वय गरेर एकदमै नजिक बसेर हामी उहाँहरूसँग चाहिँ काम गर्छौँ र उहाँहरूले हामीलाई अहिलेसम्म भन्नुपर्दाखेरि चाहिँ बजेट विनियोजनदेखि लिएर अहिले अब सङ्घ संस्थालाई स्थानीय तहले अथवा नेपाल सरकारले संस्थालाई चाहिँ बजेट छुट्याएर दिनु भनेको सजिलो काम त छैन, एकदम बजेटै दिनुहुन्छ। अझ भन्नुपर्दाखेरि नै हामीलाई बजेट हाम्रै संस्थाको खातामा नै हालेर हामी सम्झौता गरेरै बकाइदा साथ आधिकारिक रूपमा हामी काम गर्छौँ र त्यसरी हामीलाई उहाँहरूले बजेटै दिएर नै हामीले काम गरिरहेका छौँ। एनजिओहरूलाई लाग्ने एउटा आरोप छ क्या, यिनीहरूको चाहिँ पारदर्शिता भएन, द्वन्द्व रूपान्तरण केन्द्रको चाहिँ के हो कुरा? हाम्रो मैले हजुरलाई अघि भन्न लागिरहेको थिएँ, हाम्रो पारदर्शिता कस्तो भने हाम्रो बजेटको मात्र पारदर्शिता होइन, हाम्रो सबै कुराको पारदर्शिता। हामी जति पनि समुदायमा सानोदेखि ठुलो छलफलहरू गर्छौँ, त्यो सानो ठुलो छलफलहरूमा सबै कुरा चाहिँ प्रष्टसँग जसले राख्नुहोस् पनि भन्छौँ र कसैले कुरा नलुकाउने भन्ने हाम्रो नियममा उहाँहरूले त्यो पनि ल्याउनुहुन्छ। कुरादेखि लिएर बजेट पनि हाम्रो पारदर्शी, सानो ठुलो जति पनि बजेट हुन्छ हामी टक्क टाँस्छौँ, टाँसेर आजको कार्यक्रमको बजेट यति छ र यो बजेट अनुसार खाजा खाना यतिको छ, यति हामी चाहिँ खर्च गर्छौँ र बाँकी यदि भयो भने यति पैसा चाहिँ हाम्रो बाँकी छ भनेर त्यो पनि हामी सुनाउने गर्छौँ। त्यसरी गर्ने भइसकेपछि के हुन्छ भने स्थानीय तहले अथवा नेपाल सरकारले हामीलाई चाहिँ विश्वास दिनुको अर्को कारण भनेको चाहिँ हाम्रो पारदर्शिता पनि हो। यिनीहरूलाई बजेट दियो भने यिनीहरूले चाहिँ भ्रष्टाचार गर्दैन, अनियमितता गर्दैन भने उहाँलाई त्यो विश्वास भएर नै होला अहिलेसम्म उहाँहरूले चाहिँ हामीलाई बजेट पनि दिएर हामीले काम गरेका छौँ। सबैभन्दा ठुलो कुरा त पारदर्शिता नै हो र हामीले यी कुराहरू चाहिँ समुदायमा पनि छलफल गर्छौँ र जिल्ला स्तरको हाम्रो चाहिँ विभिन्न इभेन्टहरू पनि हुन्छ, त्यहाँ पनि हामी चाहिँ यति पैसा चाहिँ बजेट थियो हाम्रो, यति खर्च भयो, यति बचत छ, यसले अब के गर्ने भन्ने कुरासम्म उहाँहरूसँग चाहिँ फिडब्याक लिएर हामी जाने भएको भएर पनि हामीलाई चाहिँ स्थानीय तहले चाहिँ विश्वास गरेको हुनसक्छ। भनेपछि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले यति धेरै काम गरेको छ होइन, तपाईँले भन्नुभयो निष्पक्ष ढङ्गले काम गरेको छ, तटस्थ ढङ्गले काम गरेको छ। यो संस्थाको उदय कसरी भयो र यसको कहाँसम्म पुग्ने लक्ष्य हो? अब यो संस्थाको उदय भनेको सुरुमा त अब सामुदायिक वन उपभोक्ता महासङ्घमा एउटा सानो कार्यक्रमको रूपमा थियो होइन, यो प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण कार्यक्रम भनेरै नै कार्यक्रमको रूपमा थियो। पछाडि आएर चाहिँ जसले यो संस्थालाई चाहिँ जुन आर्थिक सहयोग गरिरहेको थियो, आर्थिक सहयोग चाहिँ अब 10 वर्षसम्म गर्ने अब हामीले सुन्नमा आएको अनुसार होइन, 10 वर्षसम्म गर्ने, त्यसपछि एउटा चाहिँ इन्डिपेन्डेन्ट संस्था भयो भने चाहिँ हामी चाहिँ सहयोग गर्न तयार। यदि इन्डिपेन्डेन्ट संस्था भएन भने चाहिँ हामीले अब सहयोग नगर्न नि सक्छौँ भन्ने खालको उहाँहरूको त्यो खालको सहमति थियो क्या पहिलादेखि नै होइन। सोही अनुसार अब 2013मा होइन अब फेको फन्डसँग त्यो सहमति जुन भयो भइसकेपछि त्यो त्यतिखेर सकिएको अवस्था थियो र दात्री निकाय गइसकेको पनि अवस्था थियो र त्यो भएपछि अब पहिलादेखि नै यो जल जमिन र जङ्गलसँग सम्बन्धित विवादहरूलाई चाहिँ रूपान्तरण गर्ने कामहरू चाहिँ त्यो परियोजनाले अथवा त्यो कार्यक्रमले गर्थ्यो र अब त्यसपछि के गर्ने त भनेपछि त्यहीँ बसेको चाहिँ जुन साथीहरू हुनुहुन्छ यो अभियानमा संलग्न साथीहरू नै मिलेर अब यसलाई चाहिँ एउटा संस्थागत रूपमा काम गरौँ न त भनेर चाहिँ यो एउटा अभियान पनि छ, समुदायमा शान्ति स्थापना गर्ने एकदमै राम्रो अभियान छ नि त, यसलाई चाहिँ निरन्तरता दिने भनेर चाहिँ समुदायमा शान्ति स्थापना गर्नकै उद्देश्यले चाहिँ 2070 सालमा चाहिँ जेठ 27 गते संस्थाको चाहिँ स्थापना विधिवत रूपमा भएर त्यसरी असार 13 गते चाहिँ भक्तपुर जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता पनि भएको छ। अनि यसको लक्ष्य र उद्देश्य? यसको लक्ष्य समुदायमा शान्ति स्थापना गर्ने, शान्तिको लागि काम गर्ने हामी र कुनै पनि विवादले गर्दाखेरि समुदायमा अशान्ति नहोस्, त्यहाँको विकास निर्माण कामहरू चाहिँ नरोकियोस् होइन भन्ने चाहिँ हाम्रो चाहिँ उद्देश्य रहेको छ र सोही अनुसार हामी चाहिँ निरन्तर रूपमा जबसम्म समुदायमा हामी व्यक्ति हुन्छौँ, समुदाय छौँ, तबसम्म चाहिँ द्वन्द्व चाहिँ भइरहेको छ होइन, त्यो द्वन्द्वलाई चाहिँ हामी समाधान गरेर चाहिँ समुदायलाई शान्ति स्थापना गर्नु नै हाम्रो चाहिँ उद्देश्य रहेको छ। तपाईँहरूको संस्थाले यो मुलुकको समृद्धिको लागि के सेवा गर्न सक्छ, के काम गर्न सक्छ? अब हामीले समृद्धिको लागि भनेर हामी आफैले त कुनै पनि जीविकोपार्जनको कामहरू त हामीले गर्न सकेका छैनौँ होइन, त्यो हाम्रो उद्देश्य पनि होइन। हाम्रो त खालि विवादलाई समाधान गर्ने हो। विवाद जबसम्म विवाद हुन्छ त्यहाँ त कुनै पनि आर्थिक उपार्जन पनि हुन सक्दैन, त्यहाँ समृद्धि आउन पनि सक्दैन। अनि
अनि विवाद जब त्यहाँ समाधान भइसक्छ नि, भइसकेपछि त त्यहाँ त अनि समृद्धिको बाटो त नयाँ धेरै खुल्छ नि त त्यहाँ। अनि त्यहाँको जनताले चाहिँ जीविकोपार्जनका लागि लिएर विकास निर्माण कामहरू टन्नै धेरै थुप्रो गर्न सक्ने भएपछि हामीले समृद्धिको लागि एउटा इँटा थप्ने काम चाहिँ हाम्रो संस्थाले गरेको छ जस्तो जहाँ लाग्छ। सामुदायिक एकता छ हैन, जहाँ समुदाय मिलेर बसेका छन् त्यहाँ विकास हुन्छ भन्ने एउटा मान्यता। हजुर, एकदमै। र अन्त्यमा मैले सोध्न भुलेको र तपाईँलाई यो चाहिँ कुरा भन्नै पर्छ भन्ने केही छ? त्यस्तो त खासै छैन। अब मलाई यो समय दिनुभयो जुन हजुरले यो मलाई यहाँसम्म आएर चाहिँ यति कुरा आफ्नो कुराहरू राख्ने जुन अवसर दिनुभयो यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हस्। कार्यक्रममा अहिलेसम्म हुनुहुन्थ्यो प्राकृतिक स्रोत वन रूपान्तरण केन्द्रका क्षेत्रीय संयोजक रीता मानन्दर। विशेष गरी पछिल्लो समय मेलमिलाप अभियान, दिगो शान्तिको अभियानमा प्राकृतिक स्रोत वन रूपान्तरण केन्द्र नेपाल अग्रपङ्क्तिमा छ। यो संस्थाले पुर्याएको योगदान अतुलनीय छ। कार्यक्रम जस्ताको तस्तै तपाईँलाई कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव दिन नबिर्सनुहोला। यो कार्यक्रम जस्ताको तस्तैबाट म टिका सुवेदी बिदा हुन्छु। नमस्कार।